हेलो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी 3 जना साथी मिलेर चाहिँ हिगासियामा भन्ने ठाउँमा चाहिँ घुम्न जानु लाग्यो। त्यहाँ चाहिँ चिडियाखाना छ भन्ने सुनेको थियौँ। आज फर्स्ट टाइम म पनि जापानको चिडियाखाना म पनि फर्स्ट टाइम जान आँटेको। म बसेको ठाउँदेखि यो चिडियाखाना आउन चाहिँ हामीलाई चाहिँ 35 मिनट जति लाग्यो। यो चाहिँ हाम्रो टिकट हो। एउटा टिकटलाई चाहिँ हामीले चाहिँ 640 रुपियाँ तिरेको, 640 एन तिरेको। हाम्रो यो टिकटमा चाहिँ हाम्रो चाहिँ चिडियाखाना पुरा घुम्न पाउँछ। त्यसपछि त्यो माथि टावर जस्तो देख्छ नि, त्यो टावरमा चाहिँ हामी चढ्न पाउँछ। यहाँ माथि एउटा मोनो ट्रेन पनि रहेछ, यो पुरा चिडियाखानामा घुमाउने। तर त्यो मोनो ट्रेनलाई चाहिँ पैसा छुट्टै तिर्नुपर्ने हुन्छ। त्यो मोनो ट्रेनको प्राइस चाहिँ थाहा भएन कि, तर चाहिँ हामीले पुरा घुमाउन 7 मिनट लाग्छ भनेर भन्दै थियो कि। अब चाहिँ हामी यो पसलमा छिर्दैछौँ, जुबो गेट भन्ने पसलमा। हामी चाहिँ अब यो पसलमा छिर्न आँटेको छ। यो पसल चाहिँ कस्तो पसल हो भनेपछि हामी कुनै पनि ठाउँमा गएर सोभेनियर अथवा चिनोहरू किन्छौँ नि, हो त्यो चिनोहरू पाउने पसल है। जहाँ यो ठाउँमा हामी घुम्न आएको थियो भने चिनोहरू अथवा गिफ्टहरू किन्ने पसल हो। यो स्टफ एनिमलहरू जति पनि छ नि यहाँ, त्यो सबै यो चिडियाखानामा पाउने जनावरहरू हो भनेर भन्थ्यो के। तर एकदम क्युट जनावरहरू रहेछ। मलाई एकदम दामी लाग्यो। किन्न त किन्न। एउटाको प्राइस चाहिँ 1500 अथवा 2000 को प्राइस रहेछ। धेरै महँगो त रहेछ। यो चाहिँ लायन भइहाल्यो, एलिफेन्ट भइहाल्यो। कति क्युट चाहिँ लायन पनि, मलाई त कस्तो मन पर्यो यार। यो तल चाहिँ के हो मलाई पनि थाहा छैन है। मैले पनि फर्स्ट टाइम देखेको यो जनावर चाहिँ, मलाई पनि थाहा छैन। यति हजुरहरूलाई यो जनावरको नाम थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला नि है। र यहाँ किचनहरू पनि रहेछ सानो र यो ऱ्याबिट चाहिँ एकदम मन परेको मलाई छ। यो सेतो ऱ्याबिट र अनि यो पिङ्क कलरको परको ऱ्याबिट छ नि, मतलब बहुत दामी लाग्यो। पिङ्क कलरको ऱ्याबिट मेनली यो फ्लपी पनि कस्तो टाइपको फ्लपी छ, कति राम्रो छ। कस्तो त आँखा पनि कस्तो सेम टाइपको आँखा पनि के। अरू टोयहरू भन्दा पनि यो ऱ्याबिटको टोय चाहिँ अलि महँगो रहेछ, 3000सम्म रहेछ। यहाँ गोरिला होइन, यो चिम्पान्जी हो क्या हो? चिम्पान्जी हो कि गोरिला हो? कमेन्ट गर्नुहोस् है, के हो यो? टोय लास्टै मुलायम के। ल हामी अब चाहिँ त्यो पसलबाट निस्केर अब चाहिँ यहाँ बाहिर फाउन्टेन रहेछ। अब चाहिँ हामी चिडियाखाना छिरेको। चिडियाखानामा सुरुमा नै गैडा सुतिरहेको रहेछ। उठिरहेको पनि थिएन, बिरामी भएको के भएको गैडा हो। गैडा चाहिँ दुइटा रहेछ। यहाँ अर्को ठाउँमा चाहिँ गैडा उमेर पुरा हेरिरहेको थियो। तर गैडाको त्यति लामो चोचो चाहिँ मैले देखेको थिएन। आज फर्स्ट टाइम देखेको है। गैडाको चोचो पनि त्यत्रो हुँदो रहेछ। गैडाको ओठ चाहिँ त्यति लामो हुँदो रहेछ, मैले यसम्म थाहा पाएको थिएन। अब हामी चाहिँ हात्ती पाल्ने ठाउँमा आएको छ। यो हात्ती चाहिँ हामी भित्रबाट हेर्न आँटेको छ। सुरुमा चाहिँ भित्र हात्तीको चाहिँ इन्फर्मेसनहरू कसरी खान्छ, के खान्छ भनेर लेखेको थियो। हात्तीको चाहिँ इन्फर्मेसनहरू धेरै थियो। अब हामी चाहिँ सेकेन्ड फ्लोरमा जान आँटेको यो हात्तीकै सेक्सनको। कति राम्रो आर्टहरू राखेको रहेछ। यता कुन कन्ट्रीबाट हात्तीहरू लिएर आएको भनेर पनि देखाएको थियो। यहाँ छतबाट चाहिँ हामी हात्ती चाहिँ हेर्न मिल्दो रहेछ। तर यो हात्तीको ठाउँ हो, तर हामी चाहिँ हात्ती चाहिँ देखेन। केही पनि हुन्छ हौ यहाँ त। यो छाना खरको छाना जस्तो छ, तर छैन भने खर जस्तो। अहिलेको टाइम चाहिँ अहिले 3:15 भएको छ र गर्मी एकदम छ है। र घामलाई पनि यस्तो गर्मी भइरहेछ। सायद हात्तीलाई पनि गर्मी भएर चाहिँ बाहिर ननिस्केको होला। यसको भित्र चाहिँ हुनसक्छ हात्तीहरू। अहिले चाहिँ हामीहरू सेकेन्ड फ्लोरमा छ। सेकेन्ड फ्लोरबाट हेरिरहेको छ। यो चाहिँ म अहिले भित्र गएर पनि हात्तीहरू देखाउँछु। तर चाहिँ राम्रो देखेको छ है। मैले त कस्तो नेपालतिरको याद आयो कि, उतै घरको छाना देखेर पनि त्यस्तै याद आयो मलाई त। अब चाहिँ हामी तलतिर जान्छ है। तलतिर गएर अब हात्ती हेर्ने है हामी चाहिँ। जापानिजहरूले पनि हात्ती देखेर रमाइलो गरिरहेको थियो। रमाइलो भयो होला। तर ठुलो रहेछ हात्ती है। मैले यति ठुलो हात्तीलाई यस्तो देखेको थिएन कि। मैले फर्स्ट टाइम हो मैले हात्ती देखेको। राम्रो थियो। अब नेपालमा हुँदा त चढ्न पनि मिल्छ भन्ने सुनेको थिएँ मैले। नेपालमा त चढेको छैन, तर एकचोटि नेपाल गयो भने चाहिँ हात्ती चाहिँ चढ्नुपर्छ है। यहाँ कति हेरेर बस्दैन है, कति हेर्नु मात्र। हामी नेपालमा चढ्न मिलिहाल्छ, यहाँ हेर्ने मात्र है। यहाँ चाहिँ हात्तीले के खान्छ भनेर देखाएको रहेछ। सानो बच्चाकोले होला। यहाँ चाहिँ हात्तीले खाएर के निकाल्छ भनेर देखाएको रहेछ। अब चाहिँ हामी यसपछि चाहिँ मृग हेर्न आएको। मृग पनि धेरै रहेछ, दुईटा मात्र रहेछ। मृग नै हो नि, हो डियर भन्छ नि। अब चाहिँ हामी चाहिँ रेड पान्डा हेर्न आएको। यहाँ चाहिँ धेरै देखेन, 2-3 चोटि घुमेर गयो। चाहिँ रेड पान्डा चाहिँ क्युट रहेछ। मैले यो पनि रियल लाइफमा देखेको थिएन, फर्स्ट टाइम देखाएको। त्यहाँ माथि बसेको थियो एउटा रेड पान्डा चाहिँ, त्यो पनि देखेन त्यति धेरै। रेड पान्डा चाहिँ धेरै देख्यो नि। त्यसैले हामी चाहिँ बाहिर निस्केको। बाहिर चाहिँ अर्को ठाउँमा चाहिँ जेब्रा रहेछ। यहाँको जेब्रा के भएको, एकै ठाउँ उमेर बसिरहेको छ, न हल्लेछ न के गरेछ। सायद के मेडिसिन खुवाएर बसाल्छ कि गर्मी भएर हो है। एकचोटि हल्लेको छैन हामी आएदेखि। यहाँ अर्को ठाउँमा चाहिँ फ्ल्यामिङ्गो रहेछ। फ्ल्यामिङ्गोहरू चाहिँ मेरो भाइले चाहिँ नेपालीमा के भन्छ भन्थ्यो, मलाई पनि नेपालीमा चाहिँ के भन्छ थाहा भएन।
के हजुरलाई थाहा छ भने कमेन्ट गर्नुहोस् न है। सायद नेपालीमा यसलाई बकुल्ला भन्छ कि रातो बकुल्ला भन्छ। यहाँ मेरो भाइले चाहिँ यहाँ भाइलाई बोलाइरहेको थियो। भाइ भन्दै यो बाघलाई बोलाइरहेको थियो कि आउँदै आएको थिएन। पछि चाहिँ यहाँ आएर सुतिरहेको रहेछ बाघ चाहिँ। हामी अलि पछि आएर हेरेको। तर यहाँ पनि यो पनि हल्लिँदै हल्लेन कि सायद सबै जनावरहरूलाई चाहिँ मेडिसिन खुवाएर सुताउँछ होला सायद है। कति कतिखेर हल्लेको थियो है। तर ठुलै थियो बाघ पनि, त्यति सानो पनि थिएन। ल साथीहरू, आजको भिडियो म यहीँ नै सघाउँछु। यसको पार्ट 2 पनि आउँछ एक दिन पछि है। त्यसलाई वेट गरेर बस्नु होला। यदि मन पर्यो भने लाइक, सेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला है।